आदरणीय अभिभावकज्यू नमस्कार। वार्षिक परीक्षाको समाप्तिसँगै यति बेला बाबु नानीहरू पक्कै पनि रमाइलो गर्दै हुनुहुन्छ होला। बिदाको समयलाई केवल मोबाइल र विद्युतीय साधनमा मात्र सीमित हुन नदिई उनीहरूको समग्र विकासका लागि निम्न बुँदाहरूमा विशेष ध्यान दिन अनुरोध गर्दछौँ। घर व्यवहारका न्यूनतम ज्ञान दिनुहोस्, जिम्मेवारी र दायित्वबोध गराउनुहोस्। दैनिक घरायसी कामहरू जस्तै सरसफाई, भाडा माझ्ने, कोठा मिलाउने जस्ता कार्यमा सहभागी गराउनुहोस्। समयको सही सदुपयोग, व्यवस्थापन र अनुशासन सिकाउनुहोस्। सामाजिक सञ्जालभन्दा जीवन उपयोगी पुस्तक, धार्मिक ग्रन्थ पढ्ने, पूजापाठ गर्ने बानीको विकास गराउनुहोस्। असल सामाजिक व्यवहार र सहकार्यको अभ्यास गराउँदै घुलमिल हुन सिकाउनुहोस्। दैनिक अध्ययनको सानो तालिका बनाएर निरन्तरता दिन प्रेरित गर्नुहोस्। शारीरिक व्यायाम, खेलकुद तथा योग ध्यानमा सहभागी गराउनुहोस्। स्वस्थ आहार व्यवहार जस्तै सन्तुलित खाना, समयमै सुत्ने उठ्ने बानीमा विशेष ध्यान दिनुहोस्। डिजिटल उपकरण प्रयोगको समय सीमा निर्धारण गरी नियमन गर्नुहोस्। आत्मविश्वास, नेतृत्व क्षमता र निर्णय क्षमता विकास हुने वातावरण सिर्जना गर्नुहोस्। नयाँ सिप जस्तै कम्प्युटर, आधारभूत ज्ञान, भाषा, कला सिक्ने अवसर दिनुहोस्। बच्चाहरूको रुचि, भावना र जिज्ञासालाई ध्यान दिएर सकारात्मक संवाद गर्नुहोस्। समस्या समाधान गर्ने क्षमता विकास गर्न सारा निर्णय आफै लिन प्रोत्साहित गर्नुहोस्। परिवारसँग गुणस्तरीय समय बिताउने बानी विकास गराउनुहोस्। तपाईहरू सबैको समय यादगार, शानदार तथा विशेष बनोस्। एचिभर्स एकाडेमी बुटवल परिवार।